बिस्तारै पर्छ क्या फेरि झट 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 चाहिँ अघिदेखि पारिहाल्यो सट्टै आएछ अहिले यहाँनिर गौँडेबेला खोज्दैछौँ हामी आमा कत्रो पारेछ यार समीले मासु त बफ्रे यत्रो माथि आउँदो रहेछ यार यो पारी खोला हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई च्यानल अनि आज चाहिँ हामी खोला जानलाई तम्तार भएर बसेका छौँ खोलामा चाहिँ हामी माछा मार्न मतलब बल्छी विशेष गरेर आज हामी बल्छी खेल्छौँ होइन कसरी खेलिन्छ त हाम्रो लोकल टाइपमा चाहिँ भनेर म देखाउँछु हजुरहरूलाई त्यो अब त्यो बाहिरतिर चाहिँ प्रायः मान्छेहरू यतै पनि खेल्छ त्यो फिसिङ रडहरू हुँदो रहेछ त्यो गरेर तर हाम्रो गाउँमा चाहिँ त्यो खेल्ने हुन्छ तर हाम्रो गाउँमा चाहिँ प्रायः जसो यसो बाँसको होइन त्यो निगालो मालिङ हुन्छ नि त त्यसको चाहिँ ट्याक्क लाएर मिलाएर यताउता गरेर खेल्ने हो अलिक घाँटी सुकिरहेछ मेरो अनि म चाहिँ यत्तिकै बसिरहेको छु आज अलि गर्मी त छ होइन हल्का तर फेरि पानी परिरहेछ क्या बिहान बेलुका चाहिँ चैतको महिना भयो भने त्यो भएकोले अलिकति मौसम चाहिँ फेरि अलि चिसो चिसो टाइपको छ अनि त्यही हो हेर्दै गर्नु होला हामी कसरी गर्छौँ कसरी खेलिन्छ यताको लोकल टाइपमा भनेर म त्यो कुराहरू देखाउँछु त्यसको डिटेल अनि केटाहरू भाइहरू पनि आउने भन्थ्यो कोही सबै आयो भने आइहाल्छ नत्र भने म एक्लै जाँदैछु है र आज एडभेन्चर टाइपको अनि हजुरहरू को नयाँ हुनुहुन्छ भने चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला अब 1K भर्खरै कम्प्लिट भएको छ अब हामी चाहिँ 100K को फ्यामिलीतिर लाग्नुपर्ने हुन्छ बिस्तारै ल म देखाउँछु है त यदि गर्नुलाई यस्तो घाम लागिरहेको छ अहिले तर भरे बेलुका पानी पनि आउन सक्छ बल्छी चाहिँ यस्तो हुन्छ है हेर्नु होला यो चाहिँ यसरी टक्क यस्तो हुन्छ सट्टसँगले यति लामो हुन्छ लगभग 4-5 मिटरको होइन अनि यसको चाहिँ यहाँनिर यो धागो चाहिँ यहाँ सानो हुन्छ क्या देखिँदैन रहेछ एकदमै सानो देखिन्छ है यो लगाइन्छ क्या अनि यो लगाएर चाहिँ टक्क यसमा चाहिँ अहिले चारोमा देखाउँछु अनि बल्छी चाहिँ यसरी यहाँनिर यसरी अल्झाएर ट्याक्क राखेको हुन्छ यो टोपी लगाएको झन् गरिलो भयो उफ त्यसो गरौँ अनि हाम्रो समीर आएछ होइन समीर अरू पनि केटाहरू आयो भने आउँछ अहिले नत्र हामी नै खेल्नुपर्छ माछा मार्नुपर्छ तर माछा चाहिँ मलाई लाग्छ खासै मर्दैन किनभने अहिले माछा छैन नि त मान्छेहरूले धेरै करेन्टहरू लगाएर त्यो विभिन्न किसिमका विषादीहरू पनि प्रयोग गरेर चाहिँ खोलाको माछालाई एकदमै अहिले सकिसक्यो होइन समीर हो कि न सकिसक्यो त्यही भएर हामीले त्यो कुरालाई चाहिँ अलिकति रोक्नु पनि पर्छ सायद हाम्रो त्यो काम सक्सेस हुन्छ होला सबैले कुरा उठाइराखेको छ यो कुरा चाहिँ रोक्नुपर्छ माछालाई यसरी सक्नु हुँदैन होइन यसरी आधुनिक किसिमको हतियारदेखि लिएर चाहिँ विषहरू विषादीहरू प्रयोग गरेर चाहिँ माछालाई मार्नु हुँदैन कदापि पनि त्यो चाहिँ एउटा क्राइम जस्तो हो यसलाई चाहिँ हामीले एकदमै अब यो कामलाई रोक्नुपर्छ सबै भएर यो कुरालाई एकजुट भएर लाग्नुपर्छ हामीले यो काम चाहिँ पहिल्यै पनि सुरु गरेको थियो रोक्नुपर्छ भन्यो तर यो जेनजी आन्दोलनले गर्दाखेरि चाहिँ बिचमा चाहिँ अलिकति यो डिसमिस टाइपको भइरहेको छ अब यसलाई फेरि पनि कुरा एकचोटि आउँछ त्यहाँदेखि चाहिँ माछा यो विषादीहरू रोकियो करेन्टहरू के भन्छ माछा त के होइन समीर ढोक्रोमा हालेर ल्याउँथ्यो नि पहिला मान्छेहरूले त्यस्तो हुन्छ हाम्रो खोलामा है त ल हेर्दै गर्नु होला ओहो ल आमा बल्ल आइपुग्यो है खोला हामी ल होइन समीरले स्विमिङ पनि हानिसक्यो आइपुगेर समीर यहाँ आउन अनि जाडो छ खेल्नु सक्दैन भन्ने हानिसक्यो एक्जाम चाहिँ म पनि पहिला खेल्नु पऱ्यो कस्तो गर्मी भएर तर आउँदा यस्तो गर्मी हुन्छ खेल्नु लाग्छ यहाँ आइपुगेपछि फेरि यस्तो चिसो हावाले हान्छ क्या आम्मा समीरले त हाने त स्विमिङ क्या बडी अब उयो जाने हामी बल्छी खेल्नु आउनु भयो है
कहाँसम्म आउनुहुन्छ हेरौँ ल यो चाहिँ हाम्रो ओइ के हो भन्दा केटा हो गनेला गनेउला हो गदौला ल यहाँनिर छ है उ सानो सानो यिनीहरूले खोज्दैछ यो चाहिँ चारो लाउनुपर्छ क्या माछालाई अनि हेरौँ कतिको पर्छ माछा बल्सीमा ओ यस्तो मुनि 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 ए खोज्ने हो क्या यस्तो चिसो चिसो ठाउँमा बस्छ क्या हजुर ऊ एकछिन एकछिन कोही खतरा उठ्यो त ओ माई आइज 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 भाइ एकछिन 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 ला छिरिहालौँ समित त्यहाँनिर अठोको त्यसलाई यस्तो रहेछ अप्ठ्यारो भयो क्या यहाँ सानो सानो छिरो बिस्तारै ए बोल्दा मात्रै ओ अलिक चिसो ठाउँमा हेर्नुपर्छ हौ यसलाई मेलाले खोज्नुपर्छ गाइस यो मुनि छ धेरै भित्र पनि हुँदैन बाहिर बाहिर हुन्छ क्या धेरै पानी भयो अरे ओबामतिर हेरौँ न निस्किँदैछ तेरो यसरी हिँडेर आइहाल्दो रहेछ माथि कस्तो सर्बस है यसलाई समित यो ढुङ्गा पाउँछ हौ त्यो अब के हो गङ्गटा 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 हो त्यसलाई छोडिदिउँ त्यसलाई त्यो काम छैन त्यसलाई यो नमारौँ के हो कस्तो त लाप्रे हुन्छ नि फेरि हो हौ त्यो किन पल्टाएको कहाँ पुऱ्यायो नि ऊ पर माथि यहाँ छ ओइ आउँदैछ एउटा लगाउँदैछ हुन्छ त ग्यासमै बस्छ खस्यो यहाँ कहाँ गयो है खाना चाहिँ पर खान्छ होइन तर पर्दै पर्दैन क्या कुनामा लगाइदिएको छु मैले ओ माई ओ हेर्दा हेर्दै आयो यार माछा त यस्तरी पर्छ क्या फेरि ओ माई हेरौँ है त ल अघिदेखि झ्वाट पार्दै थियो ए यस्तरी पर्छ क्या स्वाटै तर यो चाहिँ खासमा यो गौँदेउलामा चाहिँ परेको होइन त्यो छिचिमिरामा परेको क्या मैले 4-5वटा ल्याएको थिएँ छिचिमिरामा चाहिँ पर्छ तर अहिले छिचिमिराको त्यो सिजन पनि गइसक्यो 1-2वटा ल्याएको थिएँ मैले त्यसमा आएको रहेछ ओ झ्वाट चाहिँ अघिदेखि पारिरहेको थियो स्वाटै आएछ अहिले सानो परेछ यार फेरि ओ माई कस्तो मजाले आउँछ क्या छिचिमिरा चाहिँ अलिक गरेर निकाल्नु निकाल ल उफ्रेर जान्छ लगातार पानीमा यहाँनिर त्यो पनि देखाइदिउँ कत्रो ठुलो रहेछ है देखिन्छ ओ माई बवाल छ है समित पऱ्यो माछा होइन समित पनि खेल्दैछ समितले चाहिँ परेन अरे माछै पऱ्यो समित देखाइदेऊ ल आमा कत्रो पारेछ यार समितले माछा त बक्रे अहिले हो पारेको भर्खर आएर एउटा माछा पारेछ होइन ठुलो माछा चाहिँ केटाहरूले पनि के हालेछ क्या यहाँनिर थियो यहाँ राखिदिएको त ठुलो माछा त कहाँ उम्काएछ नि अब नि कसले उम्कायो समी ठुलो माछा कसले उम्कायो ठुलो माछा कहाँनिर खस्यो पस्यो ल अब जानुपर्छ केटा जाउँ लु त्यहाँ लगाउ न अब त्यहाँ ल
केटाहरूले मारेको दिनभरिको सिकारी यत्रो माथि पनि आउँदो रहेछ यार बाख्रा हाम्रो गाउँबाट आइपुगेको हो यो बाख्रा त्यो हाम्रो दाइहरूको हो क्या बाफरे यत्रो माथि आउँदो रहेछ यार यो पारी खोला अझै पनि आउँदैछु निस्किँदैछ है टन्नै रहेछ बाख्रा त टन्नै छ निकै छ बाख्रा टर्ने रहेछ है आनन्द छ यिनीहरूलाई पनि आम्मामा भुस्नाले आज दिनभरि मारेको माछा चाहिँ यहाँ छ है यत्रो धेरै मारियो कम मारियो त कति रहेछ माछा यहाँ समी यस्तो धेरै माछा मारियो होइन अब एन्जल कति मारिछ माछा आज तिनवटा समीरले एउटा त्यस्तो केही छैन होइन अब हामी चाहिँ घर जाने यो भुस्ना कस्तो साह्रो आएको यार बाफ्रे झिका ल है हामी जान्छौँ अब माछा मारिहाल्यो ड्याङ्गै 5वटा 6वटा लगभग साउको साउ चाहिँ अलिक भएन होइन नि के साउको साउ भयो समीर छैन साउको साउ नै भयो लगभग भयो एउटै थियो तिमीसँग घरबाट आउँदा पनि अलिक एउटै छ नि त अनि साउको साउ नै भयो ल हामी घर जान्छौँ होइन अब आजको माछा मार्ने यत्तिकै भयो यो टोपी चाहिँ निकालौँ यसले साह्रै बिगाऱ्यो मेरो अनि बाख्राहरू पनि क्या दामी चलिरहेको छ यार ल बल्छी चाहिँ अब यो घर लानुपर्छ होइन अब घर लगेर गइन्छ यो राखिराख्नुपर्छ कहिले काम लाग्छ अब हामीले जाउँ अलि मासतिर गएर भ्लग गरौँ त थोरै हात भइरहेछ समीर तिम्रो त उदो फ्याँक्नु पऱ्यो त्यसलाई टाढै बफ्रे मेरोमा पनि आएछ यार ओ मा झिक्का त त मार्के हो क्या समीर नि यो त मार्के हो क्या है कुखुराको के भएको छ नि हो यहाँ पानी हालेर बिहानै ठिक हुन्छ हो लैजाउँ कि हातौ घर वास्तवमा दुलो पारेर दिन्छ यसलाई त्यही त त्यसै गरेको देखेको मैले लैजाउँ होला नि घर समीर गोजी मर्छ समीर कट्टुको इन्जारमा कसेर नत्र लैजाउँ त कहाँबाट आएको रहेछ कि ड्याममै यहाँबाट झरेको रहेछ यो पानी दामी रहेछ यहाँनिर खानुपर्छ पानी एकछिन पातबाट होइन तिर्खा लाग्यो यस्तो अस्ति भरसम्म छाँगा चाहिँ सुकेछ यार आम्माम यस्तो भइराखेको रहेछ ल अब हामी चाहिँ जाने त्यहाँबाट अघि खोला तल हो हामी चाहिँ आइसक्यो यो माथिल्लो बाटो हो क्या यो चाहिँ अनि यहाँबाट सर्र यता हुँदै निस्केर जाने हो उँभो यता बाटो छ हेर्दै गर्नु होला है त हजुरहरूले ल अनि रुखहरू चाहिँ कत्रो दामी छ यार हाम्रोतिर तर के गर्नु यो पुरै जङ्गलमा छ यस्तो ठाउँमा मरेछ ओहो के भएर मर्दैछ समीर हो र अनि यो बाटो हुँदै हामी घर जान्छौँ पानी चाहिँ खानुपर्छ ल समीर ल बाई गरिदिउँ समीर हामी अब जाने घर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला आजको भिडियोमा होइन